शिक्षासँग जोडिएका दलालहरूले सञ्चालन गर्छन् शिक्षा मन्त्रालयलाई। यहाँ भएभरका युवालाई विदेश पठाएर खर्बौं रुपियाँ उता पठाउने, यहाँका भएका स्कुल र कलेजहरूलाई बन्द गर्ने यदि यही नै नीति लिने हो भने मेरो केही भन्नु छैन। अहिले पनि यदि आँखा नखुल्ने कहिले खुल्ने आँखा? 1.5 खरब भन्दा बढ्ता एजुकेसन सेक्टरमा हाम्रो नेपाली पैसा जान्छ र निरन्तर बढ्दो छ एकातर्फ। अर्कोतर्फ नेपालका स्कुल र कलेजहरूमा विद्यार्थी पाइँदैन। यो घर घरको कथा हो कि मान्छेहरू बाहिर जानिन्, यहाँको हाम्रो स्केर्स पैसा लिएर जाने मात्र होइन, फर्केर नआउने पनि हुन्। आज बाहिर विदेशमा क्यानाडा होला, अस्ट्रेलिया होला, इन्डिया होला, जहाँ जान्छन् ती इन्स्टिट्युसन्सलाई नेपालमा आएर तिमीहरूले खोल, नेपालमा त्यो कोर्सहरू करिकुलमहरू तिमीहरूले यहाँ प्रोभाइड गर, डिग्री यहाँ गर, बाहिर जान पाउँदैन भनेर भन्ने बित्तिकै तिमीले आएर गर्छन्। त्यसको लागि उनीहरूलाई सपोर्ट पनि गर्नुपर्छ, ल्यान्ड पनि दिनु पर्ला, उनीहरूलाई चाहिँ सुरुमा चाहिँ इस्टाब्लिस हुनका लागि सपोर्ट प्याकेज पनि दिनु पर्ला। इन्डियाकोले टोटल आर्म्स बाहिरबाट इम्पोर्ट गर्थ्यो। जुन दिनदेखि इन्डियाले त्यो पोलिसी लियो कि जसले इन्डियालाई आर्म्स बेच्ने हो त्यसले पहिला फ्याक्ट्री इन्डियामै खोल्नुपर्छ, अहिले मोर देन 60% आर्म्स आर प्रोड्युस्ड इन इन्डिया। हिजो पनि जेडी भान्सले आएर त्यही अनाउन्स गरेर गयो धेरै प्रकारको। जबकि शिक्षा मन्त्रालय कुनै पनि विदेशी इन्स्टिट्युसनलाई नेपालमा चाहिँ आएर चाहिँ आफ्नो कोर्स चलाउन दिँदैन, कोलाबोरेट गर्न दिँदैन, किनकि शिक्षासँग जोडिएका दलालहरूले सञ्चालन गर्छन् शिक्षा मन्त्रालयलाई, यो शिक्षाको क्षेत्रलाई। किन